हेलो साथीहरू, जय मसी सबैजनालाई अनि स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। आज चाहिँ म आलुलाई औषधि हाल्न आएको छु। आज अलि चाँडै घाम लाग्यो, औषधि हालिदिनु पर्यो नि त आज आलुलाई। अनि यो चाहिँ मैले रोपेको आलु, म औषधि हाल्छु, तपाईहरु हेर्दै गर्नु होला। अनि त्यसपछि म कहाँ जान्छु भने माइततिर जान्छु हो। लु एक बोतलले एक बोतलले एउटा ड्याङ भेट्ने रहेछ। अब त्यस्तो बोतल त यो बाल्टिनको पानी खोलादेखि ओसार्नुपर्छ। कतिवटा जान्छ अहिले एकछिनमा भेटौँला साथीहरू। आलुलाई औषधि हाल्दा भयो, माइततिर लाग्यो। माइत जाने बाटोमा यस्तो धमिलो पानी आउँछ कि त्यहाँ नयाँ पुल बन्दैछ नि त, त्यही भएर हो यो हेलपोस्ट चाहिँ माइत लाग्यो। अब माइत गएपछि सेलरोटी हाल्ने रे, त्यही भएर मलाई बोलाउनु भएको छ मम्मीले। अहिले सेलरोटी हाल्ने बेला भेटौँला है। ल हेर्नुहोस् त बाटो दामी छ कि, घाँस रोपेको रे यो। दिस इज कोसेली। ब्लर आछ क्या हो भने म चाहिँ रोटी पोल्दैछु। रोटी मेरो हातको पिठो बनिसकेको छ। अलिकति त्यति राम्रो चाहिँ आउँदैन, अलिअलि ट्राई गरेको। ल अहिले रोटी पाकेपछि भेटौँ। के भन्नु ला हौ, म चाहिँ रोटी पोलेर सिद्धो। अब म घर जाँदैछु। अब घरको धन्दा भ्याएर अहिले आउने खानालाई मम्मीले खाना पकाइरहनुहुन्छ। म घरमा काम भ्याएर आउँछु। ओके, यो हाम्रो माइती गाउँबाट सेरातिर जाने बाटो है। तोरीबारी कति राम्रो देख्यो, तोरी अर्काको तोरी त यस्तो दामी छ। आफू भने खेती गर्न अल्छी, के गर्नु होइन, खेती गर्ने अल्छी भएपछि यस्तो हुन्छ क्या। खाना मात्र जाने काम गर्न अल्छी। ल साथीहरू, अहिले खाना खाने टाइममा भेटौँला। पाहुना साउना नि हुन्छ, गफका मिठो रमाइलो हुन्छ है। हाम्रो सेरा बजार त्यहाँ है। ल